हजुर सबैजनालाई स्वागत छ आजको मेरो एउटा नयाँ भिडियोमा। आज चाहिँ हामी चाहिँ यहाँ कोरियामा चाहिँ पहिलो पटक कोरियामा यो त हामी चाहिँ नामो नबस्ने हामी सबै नेपाली दाजुभाइहरू चाहिँ आज फुटबल खेल्नको लागि गुल्सन जान आँटेको हामी गुल्सनको लागि लिग खेल्नको लागि आज जाँदैछौँ। हामी यहाँ दाजुहरू सबै आइसक्यौँ र हाम्रो यहाँ बस पनि आइसकेको छ। हामी जाने बस चाहिँ यो जान आज आँटेको सबैजनाले हाम्रो भिडियो अन्तिमसम्म हेर्नु होला। जो कोही हुनुहुन्छ कोरिया लगायत नेपालको सबैजना दाजुभाइहरू हामी अब फुटबल कस्तो खेल्छौँ त हामी के गर्छौँ हामी अब नेपालदेखि यहाँ कोरियासम्म आइसक्यौँ। फुटबल चाहिँ खेल्न होइन अब यसो कहिलेकाहीँ टाइम पास होइन यस्तै छ। हप्तामा एकचोटि खेल्छौँ हामी तर पनि राम्रै खेल्छौँ। सबैले चाहिँ हाम्रो भिडियोलाई लास्टसम्म हेरेर मन पराइदिनु होला। हामी चाहिँ अब यहाँदेखि अब हिँड्न लागेको सबै जम्मा भइसक्यौँ। हामी चाहिँ त्यहाँ गएर के गर्छौँ हामीले मैले चाहिँ सकेसम्म अन्तिमसम्म भिडियोको अन्तिमसम्म सबै कुराहरू राख्ने प्रयास गर्नेछु। त्यसैले सबैजनाले लास्टसम्म हेरिदिनु होला। ल है अब चाहिँ हाम्रो यात्रा चाहिँ यहाँदेखि सुरु भएको छ फुटबल खेल्न जानको लागि। हामी चाहिँ ट्याक्क बसमा हिँडिसक्यौँ। अब हामी चाहिँ ट्याक्क लाएर अब चाहिँ यो हामीले अब गेम खेल्ने ग्राउन्डमा चाहिँ पुगिसकेका छौँ। यो चाहिँ हाम्रो आजको म्याच हुने ग्राउन्ड यही हो। अनि यहाँ चाहिँ अब अरू टिमहरू पनि भेला आउँदैछ अनि हाम्रो टिमको चाहिँ यहाँ छौँ। अब सबै बिस्तारै आइराख्नु भएको छ। अब आधा घन्टामा चाहिँ सुरु हुन्छ गेम।